छुत्रो जिन्दगी बाँचेर बस्छ। अनि थोत्रो छुत्रो जिन्दगीमा के हुन्छ, बोर हुन्छ। बोर भएपछि उरस खाएर जाँड खाएर नचाहिने नचाहिने कुरा गरेर मोबाइल अहिलेको हिसाबले मोबाइल मात्रै चलाएर गेम मात्रै खेलेर टाइम उसले वेस्ट गरिदिन्छ। यो पनि पलायन, गफै गरेर वेस्ट गर्नु वा चाहिने नचाहिने प्रोग्राम हेरेर समय वेस्ट गर्नु, यो जम्मै जीवनबाट भाग्नु। अब भाग्नुबाट त न इज्जत आउँछ, न सम्पत्ति आउँछ, न कुनै अनुभव नै आउँछ। अधिकांश मान्छेले त्यही गर्छन्, सिन्धुबादले त्यो गर्यो। त्यसकारण उनी यात्रामा निस्के। नभन्दै अब समुद्रमा त जहिले पनि छाल आइरहेको हुन्छ। पानी परिदियो, हुरी बतास चलिदियो भने त्यो जहाजको खैरियत पनि हुँदैन। भयो यस्तै यसपालि। तुफान चल्यो, आकाशबाट मुसलधारे पानी बर्स्यो र यो तुफान र पानीमा उनको जहाज टिक्न सकेन। अघि पछि